काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है। अहिले आएर केटा हो यो जाँठीको 7 मिनेट 3 सेकेन्डको काण्ड हेरिसकेपछि कसम यार यो जाँठीलाई गाली दिन पनि मन छैन। यति धेरै गिरिसकि नि अब यो बाटोमा हिँड्ने छाडा कुकुरले पनि दिदी काण्ड खै भनेर सोध्छ होला यसलाई भेट्दा। यति धेरै गिरिसकि नि यो आमाको दुलो भन्ने जाँठीले किन आफ्नो कामै नलाग्ने भैँसीको भन्दा गाको दुलो देखाएको नि कालो। अनि यस्तो कुरा गर्दैछ दुलोभित्र जाँठी, त्यही दुलोबाट नै आएर लौडा नपाएर आफ्नै दुलोमा हात हाल्न लाज लागेन। सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर, तर कुरा सिधा छ भाइहरू, दिमाग त के मेरो भुत्ता नि हल्लाएन। जाँठी तेरो दिमाग त 7 मिनेट 3 सेकेन्डकोले नै सबैको हल्लाइसक्यो। तेरो त्यो 10 चोटि मेकअप गरेको अनुहार भन्दा कालो दुलो देखेर अनि कुरा गर्छेस भुत्लाको, त्यो त तेरो 7 पुस्तामै छैन कि क्या हो। देखिएन त 7 मिनेट 3 सेकेन्डकोमा। अब त केटा हो यो जाँठीको काण्ड देखेर छोड्ने दर्शकहरू पनि कमी छैन होला। यो जाँठीको टिकटक र काण्डसँगै अब यसको लाइभ पनि गयो। के छ मेरो परिवारहरू, आज हामीहरू नेपालको सबैभन्दा बढी प्रयोग गरिने र एउटा यस्तो कचरा सामाजिक सञ्जाल र त्यसमा बनाइएका छाडा र समाज बिगार्ने केही व्यक्तिहरू र यिनीहरूका परिवारसँग बसेर हेर्न नमिल्ने छाडा टिकटक र टिकटकरको बारेमा कुरा गर्न जाँदैछौँ। त्यसैले आऊ केटा हो, राजा देशमा आए विकास हुन्छ र भ्रष्टाचारी चोर नेता भए देशको विनाश हुन्छ भन्ने मूल नाराका साथ आजको भिडियो सिधै सुरु गरौँ। राजा आऊ देश बचाऊ। चलो भाई देखो अब मैं क्या करता हूँ। तुम्हें शर्म है कुछ? धेरै केटा हो, सिलु त पहिले नै ठमेलमा फेमस नै थिए, तर यो छाडा गीत आइसकेपछि अझ धेरै फेमस बनाइदिए यी रन्डीहरूले। अनि कन्डम फुटाउने जाँठीहरूलाई टिकटक बनाउनु नै के जरुरत थियो यस्तो गीतहरूमा? तिमीलाई हेरेर थुकेर बस्छ घरमा। अनि यो जाँठीहरूले डेली दुलो खेलाइ खेलाइ सानो भएको दुलो पनि ठुलो भएर बालेनको दुश्मनहरूलाई टुकुचाको खाडलमा गाड्ने जत्रो ठुलो सुरुङ भइसक्यो। सुन केटा, बरु राजावादीहरूको नारा राजा आऊ देश बचाऊ भन्दै हिँड्ने भन्दा त त्यो बेलामा खेलाउँथ्यो दुलो भन्नेहरूको धेरै भिड छ। फर्केर आउँछ कि भनेर चाहिँ नसोचिदिनु होला, हजुरको एक्स 100 जनाको क्रस भइसक्यो। डियर एक्स, मैं थूकता हूँ तेरी सूरत पे। 15 वर्ष नकटेकी बाल किशोरी 100 वाइ त मलाई थाहा भएन, तर त्यो 100 जनाको थरी थरी जातको करस पर्दा बच्चा कुन थरीको जन्मन्छ होला त्यो चाहिँ अहिलेदेखि नै सोचेर बस। अनि त्यो तेरो बेलौरीको फेसन डिजाइनको छप्री कट्टुको त के कुरा गर्नु, त्यो कट्टुमा नै 100 जनाको माल हाल्दा ठिक्क होला। रहा नहीं जाता, तड़प ही ऐसी। केटा हो, यो जाँठीलाई त फिक्स घोडाको नै चाहिन्छ, धेरै चुमुक चुमुक भएको छ जाँठीलाई। अनि यो जाँठीले यो भिडियोहरू बनाउँदा रक्सी नै खाएर भिडियो बनाउँछ कि क्या हो। अनि अर्को कुरा केटा हो, यदि यस्तै भिडियो तिमीहरूले बनाएको भए मैले रोस्ट हान्दा समाजमा पचेन भनेर समाज बिगार्यो भनेर जेल हाल्थ्यो होला केपी चोरको सरकारले। यति मात्र होइन, आफ्नो संसदहरूको छाडा भिडियोहरू टिकटकमा भाइरल बन्दाखेरि टिकटक बन्द नै गर्यो। तर यस्तो रन्डीहरूले खुलेआम समाजका अन्य चेलीहरू बिगार्दा रन्डीहरूलाई जेल नहालेर राजासँग लड्दै र बाहिरी देशको टुर हान्दै बसिरहेको छ केपी चोर। राम्री केटीको मात्र हो गर्न मजा आउने, फेरि यसले के भन्यो भनेर नसोच्नुस् नि, फोटो एडिट भनेको। मैं तो कुछ और ही समझ रहा था, लेकिन एक सेकेन्ड गर्न मजा आउने। थुक्क जाँठी तेरो चिलाकै हो भने घोडाको छेउमा जात, तर यस्तो समाजमा नपच्ने भिडियोहरू बनाउन बन्द गर। जाँठीले बनाएको भिडियो देखेर नै हो मैले पनि रोस्टमा गाली गर्न सिकेको। अनि केटा हो, यसको चिलाको ठाउँमा सिस्नो पानी लिएर झ्यामझ्याम हान्देऊ न कसैले, 2-3 दिनको लागि भए पनि टिकटकले शान्ति पाउँछ। अनि यो कनाउँदै बस्छ। अनि जाँठी शत्रु त केटाहरू नै थियो जस्तो छ, कपडा त पुरै च्यात दिए त। काम नै हुन्न कि यिनी रन्डीहरूको बुढाहरू नै हुन्न यार केटा हो। यदि भए पनि यिनीहरूको बुढाहरूले खाडीमा बालुवा हान्दै होला। रन्डीहरूको हालत यस्तो छ घरमा र टिकटकमा, जताततै छाडा, बरु त्यो बरा र पेन्टी पनि सबै च्यात दिएको भए हुने।
हेर्दा हेर्दै सबै त हेर्थे केटाहरूले। अनि आउँथ्यो जाँठी तँलाई लाइक र भ्यू अनि 29 भाइरल। हामीहरू बुझ्छौ नि त केटा हो रन्डीको पिडा। टिकटकमा नभए पनि कोरममा छ त जाँठी, त्यही भए पनि नाङ्गै भएको भिडियो हालै त। हाई गाइस, यो सिस्टरले मलाई भन्नुभएको छ होइन, तपाईँ त सेम क्याली जस्तो देखिनुहुन्छ भनेर होइन। देखिरहेको छु जाँठी केली फ्रम ठमेल। केली त त्यस्तै हो जाँठी, बरु ठमेलमा आज कति कमाइस। लाडो खा। अहिलेको समयमा नेपालमा राजनीति राजा सबै छोडेर 3वटा कुराको धेरै चर्चामा छ केटा हो। एउटा चाहिँ यो मेरो गेडाको पसिनाबाट बग्दै झरेको शुक्रकीट जस्तो तल नमाथिको गीत, अनि अर्को चाहिँ यो गीत गाउने सिङ्गर र कागको जस्तो धोद्रो भोइस एलिना चौहान र त्यसको डिभोर्स। म यसमा केही पनि भन्दिनँ केटा हो, एउटै कुराहरू भन्छु, राम्रोसँग सुन। नाच्नलाई नारीहरूलाई तिज आउनु पर्छ, तर रन्डीहरूलाई जहिले पनि तिज नै हुन्छ। अनि यिनीहरू भनेको सुखमा भन्दा दुःखमा धेरै रमाउँछिन्, जस्तै गीतवाली दिदीको डिभोर्स। बुढालाई सिङ्गर दिदीको केही पनि मतलब छैन, रसभरी सबै चुसेर फालेकी उखु जस्ती। तर गेडा जस्तो गाना कागको स्वर लिएर पनि दिदीलाई यही गीत भाइरल बनाउनु छ, यही गीतमा टिकटक बनाउनु छ। अनि एलिना दिदीलाई त यस्तो लाग्दैछ होला यो गीतमा जनताहरू बौलाएको देखेर चन्द्रमामा पाइला नै राखे जस्तो। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या। यदि त्यस्तो हो भने तिमी भ्रममा छौ दिदी, तिम्रो गीत चले होइन। तिम्रो दिदी विष्णुको नाम लिएर टिकटक बनाएर हालेर विष्णुसँग डिभोर्स गरेका कुरा मात्रै चल्या हो। यत्रो सानो उमेरमा माया लाएर के पायो रे, धोका पाए नाच नि तँलाई चाहियो। छ्या हेर्दा नि औडा लाग्छ केटा हो, कस्तो ठुलो काम गरे जस्तो सानसँग भन्दैछ रन्डीले। अनि त्यो खेतको आलीमा लिएर हान्ने केटालाई त मजा आयो होला नि, के थाहा जाँठीले पेट पनि बोकेको थियो कि। धुलो खेलाउने उमेरमा धुलो खेलाएपछि धोका पाइन्छ हेर जाँठी, सुरुङ बन्छ अनि मेलम्चीको पानी पनि फुट्छ। त म रन्डीको छोरा। सुन केटा हो, तिमीहरू यसको डान्स हेरेर चकित पर्नुपर्ने कुनै कुरा नै छैन। यो कुराहरू सबै कुराहरू म भन्छु, तिमीहरू राम्रोसँग सुन मात्रै। यो जाँठो डढेको इट्टा भट्टीबाट तानेको कोइला आमाको पेटमा हुँदाखेरि नै अपाङ्ग थियो रे, न त पुल्लिङ न त स्त्रीलिङ। अनि जन्मेपछि त दुइटै रे क्या। अनि यसको बाउले यसलाई हस्पिटल लिएर यसको त्यो एउटा पनि काटेर फाल्दै गरे। अनि पिसाब फेर्दा दुवै पालबाट आउने भएकाले पिसाब पाइप 2 ठाउँमा जडान भएको कारण पानीलाई एउटा पाइपमा धकेल्दा खुट्टा मात्रै हल्लाको यसले केटा भए त गुल्ला पनि देखिन्थ्यो। यो जाँठो तमुजी क्यामेराम्यान होस्, 20 को फोटो खिच बागेश्वरीमा बसेर भिखारीलाई यति इज्जत बढाइदिएको पनि खुसी नबन जाँठा। त आफै लथालिङ्ग छस्। त्यो नानीहरूको फोटो खिच्नको लागि फोटो खिच्ने ठाउँ र सिन म्याटर गर्छ जाँठा, घर र नाम सोध्न जरुरत छैन। अनि तेरो त्यो हल्लिने खुट्टाको त के कुरा गर्नु, त्यो कुरा सबै भनिसके मैले। एउटा फोटो खिच अनि 20 ले अनि 20 पे आफ्नो बाटो लाग। रोस्ट हानिसकेपछि तँलाई मैले फेरि बागेश्वरीमा नदेखौँ। ओके मेरो परिवारहरू, आजको लागि यति नै। यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने कृपया लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला।